तो चलिए शुरू करते हैं। सम्पूर्णमा नमस्कार, मेरो नाम सुशाल श्रेष्ठ। तिम्रो नाम? म हो भाग्यनु पनि हो धेरै दिनपछि चाहिँ हामीले भ्लग गर्न लाग्यौँ, हो कि होइन? किन गरौँ लाग्यौँ त? जिउ लाएर त्यो त हो। 1 महिनापछि फाइनली भ्लग आउनु लागेको छ होइन र? आज चाहिँ 6मी, भोलि चाहिँ 7मी, हो कि होइन? त्यही आज हामी पानी ल्याउन आएका छौँ, हो कि होइन? आज चाहिँ हामी खेतको टरबाट चाहिँ भ्लग गरिरहेका छौँ कि, हो कि होइन? हामी चाहिँ घर आएर गर्न पाएनौँ किनभने घर हामी बिजी थियौँ के, त्यही भएर हामी चाहिँ अब चाहिँ यहाँ खेतको यो टहरबाट भ्लग गर्दैछौँ। भाइरल ठाउँ धेरै जस्तोले के अरे यहीँ यत्नासिम म बस्छु नि अहिले, हो यत्ना फोटो खिचेर घर लान्थेँ, घर लगाएर स्टोरी हाल्थेँ नि त। स्टोरी हालेर के हाल्थेँ फेसबुकको के अरे त्यो पेजमा हाल्थेँ कि के भन्छन् अरे त्यो वालपेपर भन्छ नि के भन्छन् अरे, म त जान्दै जान्थेँ। अब चाहिँ हामी चाहिँ सिधै खेतमा जानुपर्ने हुन्छ। खेतमा गएपछि के गर्नुपर्ने हुन्छ भन्दाखेरि खेतमा पानी लाएर आउनुपर्ने हुन्छ, त्यहाँबाट बेलौती टिप्न पर्ने हुन्छ। बेलौती टिपेपछि के गर्नुपर्ने हुन्छ अरे? पौडी खेल्न पर्ने हुन्छ। पौडी चाहिँ खेलिन्छ, खोला ठुलो अभार सानो अभार खेलिन्न। खासै गरे त छैन क्या, त्यस्तै लाग्छ, तर खेल्न चाहिँ खेलिन्छ। हामी खोला बगी अनि खेलिन्छौँ। ला छोप झोला बोक्तो। अब चाहिँ हामी हिँड्दै गर्छौँ है त। ल ए भाइरल ठाउँ यहीँ बसेर धेरै जस्तोलाई फोटो खिच्छन्, तर हामी 3 दिन आइन्छ त हामीले फोटो खिचेन यार, जाने बेला खिच्नु पर्ला होइन र? झोलाले राइजाइ हेर्न सक्नुहुन्छ। हामी चाहिँ जाँदैछौँ कि हेर्नु, यस्तो यहाँ हामी छ ठाउँ चाहिँ हेरी यस्तो दामी छ नि, पारीसम्म हेर्नुहोस्। एलिन हेर्न सक्नुहुन्छ, त्यहाँ हेर्नुहोस् है खेत। एलिन हेर्नु दक्सु त अब हामी जानेरसम्म भोरिन्छौँ के, दामी छ धानै धान यहाँ आएर हुन्छन्, त्यही हो। लास्टै दक्सु यार, ए हेर्दा नि झियो लाग्ने। यहाँ यस्तो खाली रहेछ के कुर्नी के हो यो सेतो सेतो के हो गाइज, कमेन्टमा भन्नु होला। हामीलाई त थाहा छैन यसको नाम के हो, थाहा होइन। झोला त ल्याइस् नि, ल्याएर चाहिँ धन्न। अब चाहिँ हामी चाहिँ सिधै खोलासिम पुगेर है गाइज। ल गाइज सिधै अब खोलामा गएपछि होइन, ल अब हामी सिधै खोला गएर भेट्नेछौँ। ल हेर्नुहोस् त गाइज, यहाँ खोला जान्छु भनेको यस्तो रहेछ, हेर्नुहोस् त। ए भगवान्, यस्तो हिँड्ने बाटोमा किन हिलो हुन्छ र? त्यही त भनेको नि, यस्तो हिलो रहेछ। है तेरिया यस्तो के अरे खोला गएर भेट्ने भनेको त हुन्न, यहीँ चाहिँ भेट्नु पर्यो। बाँदर छ क्याहरू खा हेट। ओए तेरिका फ्याट यता खोला जाम, यताबाट सिधै ठाटर निक्लिनु। है ए यस्तो हेर्नुहोस् त गाइस, त गर्छ त किन होला गर्ने, नगरे हुन्न र, गर्नै पर्छ र। बाँदर भयो जस्तो लाग्छ, भयो हावा चल्यो। यी कुलो त यत्रै छ, खोला त किन ठुलो नहोस् र, होइन र? आइलिन भ्याउ त हाम्रो क्लासको भ्याउ त माछा हल्का यत्र किचुरा रहेछन्। तलेर हामी आउँछौँ है। खेलेछन् त भाइहरू, नाङ्गे छन् क्या तिमी? हेर नि छन्, नाङ्गे छन् कि के छन्? हेर निक्लिदियो सैयारा तु त के अरे भाइसँग आज हामी तिम्रो भाइको हामीले परिचय गरिदिनेछौँ है। त्यहाँ कुस्ती लडिरहेका छौँ हामी, तिमीलाई चाहिँ अब हामीले माइक किन्नेछौँ के भ्लग गर्नको लागि सहज होस् भनेर है।
हेर्न सकिन्छ उयो हेर्दाखेरि त गयो देखिन्छ तर छैन भाइ यहाँ आउ त कत्रो हो हेर्दाखेरि त्यत्रो निलो देखिन्छ तर छैन सबै 1 घन्टा माथि आऊ माथि आऊ कि सबैभन्दा 1 घन्टा केही गर्दिनँ कि माथि आऊ केही गर्दिनँ कि भिडियो मात्रै गर्ने हो माथि आऊ भनेको आ भनेर हौ त कच्छाला खाइनौ र कच्छाला खाइनौ और अभी तो रुको लाएर आऊ त्यहाँ मैले भिडियो बन्द गर्छु हुन्छ लाएर आऊ हुन्छ फेरि थुतेर के अरे त्यो तिमीलाई बाहिर निकालेर फेरि यहाँ भिडियो गरेर युट्युबमा राखिदिन्छु के अरे सबै बाहिर आऊ ल यत्न आऊ तिमी हो भाइ यत्न आऊ ल यहाँ यहाँ आउनु नौ पर्ख न पर्ख अहिले तिमीलाई अहिले रोक न भिडियोमा राखिदिन्छु म त यहाँ हेर्न सक्नुहुन्छ गाईचहरू यस्तो पछा धान अब चाहिँ हामी जाँदै गर्छौँ पानी ल्याउनको लागि पानी त रहन्छ हौ त हामी माथि जानुपर्ने हुन्छ नि होइन र bisa त बेलुकी त छैन है यहाँ चाहिँ कसै छ और अभी तो रुको क्लाइमैक्स अभी बाकी है देखा मला मलाई हेर्न सक्नुहुन्छ यहाँ हेर्नुहोस् जम्मा यताबाट चुहेर गएको मात्रै मैले अब कस्तो खोल्नु पर्छ मैले तपाईँलाई सिकाउँछु हेर्नुहोस् है यसो गर्ने होइन अब यसरी हात धुनु पर्यो खत्म हेर्न सक्नुहुन्छ हेर्न सक्नुहुन्छ कसरी खोल्न पर्छ यहाँ गजेडी मसँग लड्न आएता नि यस्तो मजाले हान्छु कि आज त है यहाँ त के हो यहाँ त अडिन्न है जाइलिन ढुङ्गाले राई यहाँ तँ यो अड्यो Oh my God! झर्ने बाटो त छैन त्यहाँ कताबाट रहेछ अन्त हाम्रो त पास छ खत्म यत्रो म त झन्नै गडेको यार लट्ठी तेरिका हेर्नुहोस् त गाइज यत्रो रुख भाँच्यो नि यताको यत्नाबाट हेर्नुहोस् त यताबाट यत्रो रुख भाँचेको लालिन चोप म अब रुखा चढ्छु कतिको बलिलो छ म रुखा चढ्छु चाड हेर्न सक्नुहुन्छ बेलुकी Oh my God! देखा भने हेर्न सक्नुहुन्छ बोइले रुख छ नि रुख त ला सुरक्षित यहाँ चढ्छु कि म चर्चित भ्लगर गुल्मीको मिलेन कोही चर्चित होइन म नर्मल पनि होइन म हाई क्वालिटीको के हो हेर्न सक्नुहुन्छ चाउचाउको सुप झिक्ने ला यसो रोक न यो
रोक्नुहोस् है गाइज। अब एकैछिनको लागि हामी यहाँ बेलुटी टिप्न पर्ने हुन्छ, त्यहाँ हामीले हजुरलाई नि चखाउँछौँ। हुन्छ हुन्छ ल। खास त्यो बोक्ने मान्छे त होइन, त्यही पनि बोकेछ के अरे अहिलेसम्म। मलाई के हुन्छ त्यहाँबाट थाहा छैन। ओ गाइज गाइज आउनु सक्दैन। एलिमा निक्लिसक्यो उताबाट। यहाँ हेर्न सक्नुहुन्छ जाँदैछौँ। एलिङ चाहिँ यति निस्किँदैछ। आइफोनको भन्दा कम त देखेन क्या, होइन गाइस? क्यामेरा क्वालिटी चाहिँ दामी देखिसकेर पनि मैले दामी देखियो, हजुरले देखिन्छ कि थाहा होइन। दामी नदेखाएर त अन्धहरू हो तिम्रो त भन्न मिलेन। अब गइन्छ पानी पनि माथिल्लो गरा रहेछ, कुले गरा। नाम पनि के होस् गाइस, हाम्रो सरको जस्तो नाम के गराको नि नाम पनि कुले गरा अरे। किन कुले गरा भने भन्दाखेरि कुलो भएको कारणले। खोला घर भेट्न पर्ने हुन्छ है त ल गाइस। और अभी तो रुको, क्लाइमैक्स अभी बाकी। ल त गाइस, हामीले चाहिँ नुहाइधुवाइ गरेर आइसक्यो होइन। अब चाहिँ सिधै के गर्ने भन्दाखेरि के गर्ने अरे, अब घर जानु पर्छ। ल माछुनी मारेर हेर्नु होला है। हेर्नुहोस् त, हेर्नुहुन्छ ल है। यसो पहिला चाहिँ अब चाहिँ हेर्नुहोस् है माछा। ल यहाँ हेर्नु सक्नुहुन्छ माछा हामीले चाहिँ ल्याइसकेका छौँ। ओके होइन, हेर्न सक्नुहुन्छ माछा हामीले लिइसकेका छौँ। आजको लागि यति नै। बाई बाई गर्न चाहेँ मैले चाहिँ। आजको भिडियो चाहिँ यति नै चाहिँ एन्ड गर्नुपर्ने हुन्छ, हो कि होइन? घर जानलाई अब घर जाने बेला भ्लग गर्न सकिन्न, किनभने बाटो अप्ठ्यारो नै छ। आजको लागि जहाँबाट हामीले भ्लग गरेका त्यहीँबाट बन्द गर्नेछौँ। हस् त, धन्यवाद। बाई बाई। बाई बाई गर्न। बाई बाई।